है साथीहरू आजको बिहानको अपडेट चाहिँ यस्तो छ हाम्रो 10 माइलमा NH 10 कै 10 माइलमा चाहिँ यसरी बाटोहरू जाम भएको छ अन्त यहाँ बस्दा चाहिँ यसो फोटोहरू खिचेको यो पारि देख्ने चाहिँ सिक्किमो तल बग्ने खोला चाहिँ टिस्टा वारिपट्टि चाहिँ पर्छ अनि चाहिँ यहाँ बस्दै गर्दाखेरि चाहिँ मैले यसो सानो फोटो खिच्दै भिडियोहरू बनाउँदै बसेको थिएँ जाममा बस्दै गर्दाखेरि बर्खा लाग्यो बर्खामा चाहिँ यही हो हाम्रो बाटो बनाउँदाखेरि चाहिँ बसिराखेको छु अलिकति घरि बन्नु नै सानो सानो कुरामा पनि बम भइरहेछ बाटोहरू हेर्नुहोस् त गाडीको जाने यति बिग्न लागेको छ यति बिग्न अन्त र पनि बिहान बिहानै बाटो एकदम यति जाम लाग्दा पनि मेसिनहरू ल्याएर सफा गर्दै हुन्छ अलिकति गर्दै गाडी चाहिँ छोड्दै हुनुहुन्छ म चाहिँ कति भयो जस्तै तल बन्दैछ हाम्रो टिस्टा पारिपट्टि साउथ सिक्किमको कुन जग्गा हो त्यो चाहिँ मलाई याद भएन अझ 10 माइलबाट खिच्दै गरेको चाहिँ कति रमाइलो छ पेलिङ आएको बेलामा आउँछ है यसले गर्दा चाहिँ सत्र गाडीहरू यो पानी छिरी जाने बनायो एकैछिनमा जाम हुन्छ मोबाइल होल्डर चाहिँ किनिराख्नु नि लाइभ बस्नु भने सबै याद हुन्छ नि बाटो रामपुरा बन्नेको चाहिँ तपाईँले भिडियो हेरिदिनु भएकोमा धन्यवाद तपाईँ सबैजनालाई